सुन्नु न नानु भन मलाई एउटा लिची जुस दिनु न लिची जुस सकिया रहेछ नानु म अर्को पसलबाट लिएर आइदिन्छु नि एकछिन कुर्छौ मलाई ल ल हुन्छ ए नानी तिमी एक्लै आज खै त मम्मी ड्याडी तेरा तो गेम बजाना पड़ेगा मम्मी बाबाहरु बाहिर जानु भए हजुरलाई के चाहियो मलाई भन्न न म यही छु नि तिम्रो घर कहाँ हो नानु मेरो घर बुटल हो बाबाले त स्याङ्जा भन्नुभयो स्याङ्जाले होइन र बाबा चाहिँ थाहा छैन म चाहिँ बुटलको ए हो र नानु त्यसो भने दुईटा भए चाउ एउटा खजुर पप राखिदिनु नि त मलाई ल ल हस् हजुरको सामान यहाँ छ पैसा दिनुस् ए ल नानु मसँग चेन्ज छैन 100 दिरहम चेन्ज छ तिमीसँग चेन्ज त छैन होला म बाहिर गएर लिएर आइदिन्छु ल ए हुन्छ नानु अलि चाँडा गर अलि हतार छ मलाई फेरि बस्नु है त म चेन्ज लिएर आइहाल्छु A few moments later ला 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 नानु हैन यो झापाली भाइ के गर्दै छ यहाँ के गर्नु स्याङ्जाले साउजी पैसा कुरेर बसेको नि म त पैसा कुरेको रे कसले खाइदियो झापालीको पैसा कोले खानु स्याङ्जाले साउजी सामान किनेर यहाँ राखेको तपाईको छोरीलाई 100 दिरहम दिएको बाहिर गाछिन चुन ल्याउन त्यही कुरेको नि मैले छोरी रे कहाँ छोरी हुनु मेरो उ त मेरो कस्टमर थियो नि यहाँ लिची जुस भनेर लिची जुस यो पसलमा नगएर म अर्को पसलमा गएर ल्याइदिएको उसको लागि तपाईको छोरी होइन रे त्यो नानीले मेरो 100 दिरहम लगेर कहाँ भाग्यो खोज्न जानु पर्यो अब कता खोज्न कता जाने अनि यसको पैसा कसरी दिन्छ ए फेरि साउथ छोड्नु न म नानीलाई खोजेर ल्याउँछु पहिला फेरि पैसा दिएर यो सामान ल्याउँछु पहिला पैसा लिएर आऊ अनि सामान लिएर जाऊ आफ्नो त यहाँ नानीले यत्रो फसाइसक्यो ए तेरिका त्यो नानीले भन्दा भनेको थिइन् बोतलको भनेर कहाँ गयो त्यो बोतल नानी सुन्नु साउजी